हाई एभ्रिवान। अब आज हामी चाहिँ निउरो खन्न लागेका छौँ। निउरो खन्न चाहिँ हामी हाम्रो बारीतिर लागिरहेका छौँ। अब हेर्नुहोस् निउरो कति भेटिन्छ, कतिको पाइन्छ, त्यसको बारेमा भिडियो बनाउन जाँदैछु। ग्रुपहरू यसरी लागेका छन् अगाडि निउरो खन्न। यसरी एकजना, यहाँ एकजना, दुईजना यसरी निउरो खन्न र एकजना उताबाट मास्तिरबाट खोज्दै आउनुभएको छ। मम्मी चाहिँ, म चाहिँ केही टिप्दैन, म भिडियो मात्र बनाउने। सो मजाले हेर्नु होला हाम्रो भ्लग दामी तरिकाले। ल यसरी चाहिँ निउरो भेटेको अवस्था छ। यस क्या दामी निउरो छ। निउरो यस मालती गुरुङको नाममा। यता अर्कोले निउरो यहाँ खोज्दैछिन्। ल निउरो खोज्ने कार्यक्रम चलिरहेको छ। निउरो यहीँ छ, सब निउरो देख्न सक्नुहुन्छ। यहाँ ओहो यति धेरै निउरो छ। आज त मजा आउने भयो निउरो खानाका लागि। ओहो निउरो यहाँ त्यहाँ छ, त्यहाँ छ। ओ माई गड, निउरो छ आज त। हेर्न सक्नुहुन्छ, निउरो देख्न सक्नुहुन्छ। वहाँ माथि पनि छ, देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ निउरो। ल यता निउरो खोज्नको लागि यहाँ यति धेरै निउरो भेटाइरहेको छ। मजा छ, मजा रहेछ। ल त्यारियाले खोजिसकेको छिन्, अगाडि बढ्नु होला। माथिबाट एकजना गएको थियो दामी हुन्थ्यो। त्यहाँ यति धेरै छ निउरो। रिया माथि जाउँछ, रिया उहाँ माथि छ। एकजना यसरी निउरो खन्न आउनुभएको छ। के छ निउरो मजा आइरहेछ खोज्न। ए के निउरो खान नि मजा आउँछ। ए तेरिका म त रुचाउँदैन निउरो खाना। ओके सो निउरो यत्रो भइसक्यो। रियाले यति धेरै टिपिसकिसिन्। मैले खाली खा मेरो खाल कहाँ तल। ओके ल लगाम तलतिर मकै छर्नु भएको रहेछ। बारीमा टेक्दिनु भएन यसरी। ल गाइज हामी तलतिर जाँदैछौँ निउरो खन्नको लागि। एकदम भिरालो बारीबाट यसरी तलतिर यसरी देख्न सक्नुहुन्छ। तलतिर निउरोको लागि चाहिँ एकदम लडीपडी भएर निउरो खन्न हिँड्दैछन्। निउरो खन्न यसो लडीपडी गर्दै गाह्रो छ। म चाहिँ सुस्त आएको छु, मेरो काम छैन यहाँ। हेर्न सक्नुहुन्छ कागतीको बिरुवा रमाइलो छ। जस्तो छ हरियाली चारैतिर। दालचिनीको बुट्नो यहाँ छ। यो चाहिँ हाम्रो दालचिनीको बुट्टो भन्छ, तेजपत्ता होइन। यो त कति हाम्रो बारीभरि छ। यो त बारीमा झन् यति धेरै छ यो पत्ताहरू चाहिँ, हेर्न सक्नुहुन्छ। अब यहाँदेखि तलतिर जानुपर्छ। एक्लै त यहाँ आउन सकिँदैन, बाघ भेटिन्छ। बाघहरू एकदमै हिँड्छ यतातिर, एक्लै त हिँड्नै हुन्न, कराउँदै हिँड्छ। एउटा बाघ यहीँ नि त्यहाँ तलतिर कराउँदै हिँड्नु भएको छ। उता तलतिर एउटा बिल्ली यहाँ, अर्की त कहाँ छिन् कुन्नी। ओके म नि आउँदैछु तलतिर। पहिला यहाँ हामी दौडिन्थ्यौँ। पहिला सानामा त उफ्रिने यहाँबाट उफ्रिँदै तलतिर। अनि तलको बारी चाहिँ हाम्रो, यो चाहिँ बारी यो यहाँनिरको। यहाँ त उफ्रिँदै दौडिँदै हिँडिन्थ्यो। अहिले हिँड्न नसकेर यस्तो छ अवस्था। अहिले यस्तो छ हेर्नु। यो तेजपत्ता, यो त हामीले पहिला खान्थ्यौँ है तेजपत्ता। क्या मिठो महँगो बसाउँछ क्या। क्या मजा आउँछ। तेजपत्ता त एकदम दामी पत्ता। ल हेर्न सक्नुहुन्छ अगाडिको भ्यू यस्तो छ।
बारी यस्तो छ मान्छे हिँड्न अप्ठ्यारो छ लड्दै पड्दै हिँड्नुभएको छ एकजना उहाँ तल एक्लै के गरे चुडेल जस्तो तल तल हिँड्नुभएको छ एकजना चुडेलै होला जस्तो लागिरहेछ मलाई मुख हेर्दा पनि चुडेल चुडेल जस्तो देखिएछ तलपट्टि दुईजना यहाँ छन् एकजना म यहाँ छु भाइ फेरि तल झर्न पर्छ ओह्रालो छ बाटो एकदमै देख्न सक्नुहुन्छ यो चिउरीको रुख भन्छ यसलाई चाहिँ यही हो तिहारमा तपाईँहरूले यसैको चाहिँ पातमा रोटी बनाएर नै रोटी हालेर खानुहुन्छ यसैमा यो चिउरीको पात त्यही दुइटै एउटै होइन र सरी मिस्टेक भएछ है यो रहेछ चिउरीको चाहिँ ल यो चाहिँ चिउरीको रुख रहेछ यो चाहिँ आएन है यो चाहिँ रहेछ एकचोटि आएर टिपेको त हो तर त्यो रुख हो कि यो रुख हो त्यो चाहिँ थाहा छैन के गर्नु लाग्यो तलतिर मैले जुन बारी बनाएको थिएँ हेर्नु जसरी चाहिँ यहाँ अदुवाहरू बेसारहरू रोप्नुहुन्छ अरू चिज त अब बाँदरले गर्न दिँदैन सो अदुवा बेसार चाहिँ देख्न सक्नुहुन्छ यसरी रोपिन्छ यहाँ चाहिँ अब यो सब दुःख चाहिँ हामीले हाम्रो दिदी सुमन गुरुङ दिदीलाई उपहारको लागि निउरो लगिदिने विचारमा हामी यहाँ यति दुःख गर्न आएको अब यो चाहिँ मिल्दै खान तर यो चाहिँ हुँदैन यो बुढो भइसक्यो त्यस कारणले यो चाहिँ खान मिलेन है सो यसैलाई भनिन्छ निउरो सो यो निउरोको रुख हो होइन यो ठुलो ठुलो यस्तो हुन्छ यस्तो दामी हेर्दाखेरि लिफ चाहिँ तिम्रो ओए समथिङ इज दियर नथिङ ओके सो यो चाहिँ हेर्दाखेरि प्वाख जस्तो के चराको प्वाख जस्तो देखिन्छ होइन यो चाहिँ तपाईँको निउरो बुढो भइसकेर यस्तो ठुलो भएपछि यो हुन्छ जताततै छ हेर्नु त कोही यार नटिपेर सो यहाँदेखि चाहिँ हामी यसरी जानुपर्ने हुन्छ तल झरिसकेपछि अझै बुढो भएपछि झन् यस्तो हुन्छ हेर्नुहोस् अझै बुढो भइसकेपछि देख्नुहोस् एउटा किरा छ तपाईँलाई हेरिरहनु भयो होला किरा देख्न सक्नुहुन्छ किरा होइन ल हेर्नुहोस् पुरा डेन्जर वाइल्ड लाइफ पनि भइरहेको छ वाइल्ड लाइफ ल यहाँदेखि यसरी जाने हो तल अनि यहाँ पहिला पुरै खेतीबाडी हुन्थ्यो यो पुरै खेती गर्ने बारी हो यो यहाँ पुरा मकै लगाउने कोदो लगाउने यहाँ सब हुन्थ्यो यहाँ चाहिँ अहिले चाहिँ मान्छे सबै सहरतिर जान लागिसकेपछि गाउँघर सबै खाली अब यहाँ सब पुरै यो जग्गा जमिन पहिला यहाँ मकै रोप्थे बाँदर पनि आउँथेन अहिले त जे लाए पनि बाँदरले खाइदिन्छ केही पनि हुँदैन त्यस्तो छ मलाई ल